So what's your beautiful people? के छ खबर अनि आज चाहिँ म अब मामा घर जान लागेको टक्क लाएर अनि आज म एक्लै जान्ला सधैँ प्राय म मम्मी मामा आमालाई मात्रै जान्थेँ आज चाहिँ एक्लै जान लाग्नु म ल अहिले बसिरहेको छ गाडीमा बैठेपछि गाडी चाहिँ चढिसक्यो है गाडी अनि अब सूर्यविनायक कट्न थाल्यो तिमी कहाँ भने त्यो काटिके एउटाले काटिके हजुर अहिले डोललगाड आइपुगेँ ठ्याक्क भन्नुपर्दा ठ्याक्क कति पुग्छ यहाँ चढेको थिएँ म गाडी बिहान 6 बजे चढेको थिएँ आधी घन्टा त त्यहीँ जाम भयो टक्क लाएर अनि एउटा भयो अनि म खाना अब घरमै गएर खान्छु खाना म घरमै मामाले कल गरेर खाना बनाएर राख्नु चाँडै पुग्दो रहेछ जस्तो लाग्यो 8:30 बजी यहाँ आइपुगिहाल्यो 10-11 बजीसम्म पुगिसक्छ जानु हेर भिडियो अपलोड गरेर हिँड्न थालेको अघि न नेट डाटाले पनि चल्दैन खासै अनि अपलोड गर्ने बेला चाहिँ अरू बेला चल्छ अनि फेसबुकहरू चलाउन चाहिँ हुन्छ अपलोड गर्न चाहिँ हुँदैन कि उहाँ लाग्छ होला म 15-20 मिनट तलतिर ओह्रालै जाने यो झोला चाहिँ मेरो पर्मानेन्ट छ जहाँ गए पनि त्यही हो हाम्रो अङ्कल मेरो भाइ पढ्नेहरू चाहिँ भाइहरू पढ्ने चाहिँ यता हो म चाहिँ हिँडेको हिँडै लाएर 97600 ह्याप्पिनेस के हो भन्ने थाहा छ मामा घर आउनु हो कि ह्याप्पिनेस भने चाहिँ टक्क लाएर आज हेरेपछि मेरो छ न छ यो त चाहियो नि त मलाई ठाउँ ठाउँमा भिडियो रेकर्ड गर्नलाई अनि आमा तल जानुपर्छ जस्तै भएको थियो पहिरोले यतातिर पुरा बिरालोले बाटो खन्या जस्तो भएको छ खोताले जस्तो भित्तातिर खोता छ मामाहरू चाहिँ पुग्दै बस्नु भयो मैले चाहिँ अब उकालो ओह्रालो गर्दाखेरि खुट्टा कति गल्छ मेरो फेरि मम्मीले भन्दा सानी भोलि आउनुहुन्छ भोलि सानीकोमा जा भन्नुभएको छ अब भोलि गएर पछि अब फेरि त्यही भ्युटारमै जाने होला है अब रेगुलर भिडियो अपलोड चाहिँ गरिराख्नु पर्ने है अपलोड चाहिँ गर्छु म डाटा तानेपछि मलाई आनन्द हुन्छ अहिले डाटा ताने छैन नि त मैले हिँडेको चाहिँ केही भिडियो बनाउनु है म बन्द गरिदिन्छु अनि म चाहिँ एकचोटि यो बाटोमा साइकल ल्याएको थिएँ लडेको कि यो तलसम्म उफ्रेर घिस्रेर मेरो हात त्यहाँदेखि बाङ्गो भएको थियो न फुस्केकै हो कि क्या तर न मजाले लडेको थियो त्यो मेरो भयङ्कर एक्सिडेन्ट थियो त्यहाँदेखि मैले ब्रेक टाइट भएकै साइकल त्यसमा ब्रेक थियो होइन तात्तिँदै आयो क्या अनि लुज भएछ क्या डिस्क ब्रेक थियो नि त साइकलको वायर ओह्रालो छ अनि यो बाटो पनि अनि अब सुमोमा आएको भए ठ्याक्कै अहिले घरमा पुगिसक्थेँ म तर सुमोमा होइन गाडीमा आएको त्यही पनि ठग्यो मलाई 100 रुपियाँ बढी ठग्यो 500 रुपियाँ लिने ठाउँमा 600 रुपियाँ लियो अनि अब भन्दिनँ केही पनि भन्दिनँ म ठग्योस् जे हुन्छ अब माथि भगवान भेट्नुहुन्छ नि त
550सम्म त ठिकै हुन्थ्यो होला यहाँसम्मको खासै। तर यहाँ हामी काठमाडौँमा सम्मसम्म अलि उकालो अलि ओह्रालो हुन्छ अनि यहाँ चाहिँ उकालोको उकालो फेरि ओह्रालो गएपछि ओह्रालो हुन्छ अनि हिँड्दा चाहिँ अलि अप्ठ्यारो लाग्छ कि मलाई। थाक त चाँडै गल्छ यतानिर चाहिँ। अनि आज धेरै पछि आएको सब सुनसान छ भनेको। केटाहरू कोही पनि छैनन् प्रायः, बुढी आमा र अनि बाजेहरू गाडीमा पनि त्यस्तै थिइन् बजाइ र बाजेहरू मात्र थिइन्, कोही पनि थिएन। अनि घरहरू पनि यता गाडीमा हेरेको बस्ती सब एउटा बस्ती त थिएन है, मान्छे नै थिएन त्यो बस्तीमा त। 10वटा जति घर थियो, त्यो 10वटा घर अनि खाली खाली के कति राम्रो राम्रो घर थियो तर सब खाली खाली, सबले छोडे रहेछ। स्कुल चाहिँ यतातिरको धेरै राम्रो छ है, फेसिलिटी पनि छ, पढाउने टिचर छैन, बाटो एउटा गतिलो छैन क्या ढिला प्रायः सब काठमाडौँ हिँडेछन्। अनि त्यो पाहाड सब पहिरो आएको कि सानसानो गरेर अब फेरि भयङ्कर पानी पऱ्यो भने त त्यहाँतिर त म्याक्सिमम् जाने चान्स छ क्या। कहिले जाँदैन थियो यस्तो पहिरो है, यो पालिको दसैँ अगाडिको पहिरो खतरा आएको क्या। यहीँ मासतिर त कस्तो नराम्रोसँग आएको छ पहिरो भन्नुपर्दाखेरि। यहाँ त पुरा यति सबै यहाँ पनि डेन्जर गएको थियो, उता तल पनि डेन्जर गएको थियो पहिरो। अहिले त बनाएको जस्तो छ यहाँको बाटो। अनि आज कति पिरो खाने हो अब मलाई थाहा छैन, पिरो न पिरो हुन्छ झन् मामाहरूकोमा मरेरै जस्तो। अब भोलि सानी आउनुहुन्छ भने सानीसँग म भोलि नै उता जान्छु अनि उताबाट भिडियो अपलोड गर्न मलाई सजिलो हुन्छ। किनकि सानीहरूको घरमा चाहिँ नेट छ, यता चाहिँ नेट छैन नि त, अनि एक दिनको चाहिँ डाटा तान्नै पर्छ मैले। अब म उता मामा घरमा गएपछि डाटा तान्छु। तर राखिदिएको है, यस्तो पहिरो जान्छ कि डेन्जर पारामा योपालि। उयो घर त सबै उडाइदिएको, त्यो पछाडिको भित्ताहरू भत्केको छ, त्यहाँ पुरा खाली चौर जस्तो थियो सब गयो मुत्त माथिदेखि। कस्तो नमजाले भयङ्कर डरलाग्दो भएको थियो नि योभन्दा। अनि त खोला छेउमा त बाटो यत्रो सानो थियो, 2टा टायर अट्ने बर्को रुख। सिस्नु हुन्छ यहाँनिर चाहिँ। अब हिँड्ने बेला त्यो साउथ इन्डियातिरको फिल्ममा जस्तो ढ्याङ ढ्याङ हिँड्ने बेला पनि धुलो उठ्छ कि। ल त्यहाँ माथि चाहिँ पाथी भाँडा चुली भन्दा हेर्छ। हाम्रो मामा घर चाहिँ त्यहाँ पर छ, त्यो अन्तिममा देखेको घर। त्यो बाँझोहरू त सहर जस्तो भएछ हानेको, अहिले त केही पनि छैन। बर्खाको बेला मात्र अलिअलि रोप्ने हो क्या, अहिले त पुरा खाली छ। मामा घर त्यहीँ छ एउटा, उहाँहरू उता पर। यहाँ त अब कुदी फुरेर फुटबल खेल्ने ठाउँ पो छ त। अब म चाहिँ मामा घर आउन लागिसकेँ कलाएर। कति मिनट लाग्यो मलाई भन्दाखेरि धेरै बेर लाग्यो आज मलाई। आमाहरू भोगे बस्नु होला। आमा घरमा गएपछि टक्क लाएर के गर्ने चुपचाप लाएर नमस्ते मामा भन्ने। अनि खाना खाने अब खाना खाने। घरहरू सब यहाँ एउटा घर थियो पहिला, त्यो भत्क्यो। यहाँ पनि भूकम्पको घर बनायो, यहाँनिर छैन। यहाँ पनि एउटा मान्छे बस्थ्यो यतानिर, फ्यान छैन। यहाँ चाहिँ पहिला गाई गोरुहरू पालेको देखिन्थ्यो कि तल खोला। र यो चाहिँ म सानो हुने बेला यहाँबाट पानी आउँछ, अहिले चाहिँ बन्द छ।
यही माथि एउटा घर 2 घर 3 घर sama 3 घर परिवार छ अरू छैन भैँसीले मलाई हेरिरहेको छ ए छ आमा नमस्ते आज म सहरबाट आइदिएँ यही हो खास गरी ओरिजिनल चाहिँ तर हाम्रो बाजे बित्यादेखिबाट यहाँ बस्नै छोड्यो उता ओहो पाडा ह्यान्डसम भएछ भैँसी र पाडा ह्यान्डसम भएछ है के छ भिडियो बनाउँदै आएको मात्र नमस्ते माइजू हजुर मेरो युट्युबमा भिडियो हाल्नु पर्थ्यो अनि हालेर आएको कि त्यो म दिनै हालिरहेको हुन्छ अनि है त मामा हजुर मामा घर पनि आइपुग्यो मामा नमस्ते मामा अनि भोक लाग्यो नि त है अहिले खाना बनाएर राखेको लागेको छैन मामा छैन टक्का आमा घर आइपुगे हजुर गर्दा लगाएर गाडीमा आगेन कुन चाहिँ बाटो ल्यायो आज त्यही हो सुपर बार हिँड्ने गाडी नपर्ने म त मार्छु नि तँलाई तेरो बाबालाई भन्छु नि म त सो गुड मर्निङ गाइस सबैजना रातो रातो भएको छ भर्खर उठेको अन्त भर्खर उठेको भन्दा अघि नै उठेको मोबाइल चलाएर बसिरहेको अनि माइजू चाहिँ भाँडा मात्रै हुनुहुन्छ यहाँ त भैँसीहरू खै त अहिले पछि निकाल्यो एउटा भैँसीहरू चाहिँ यता आउँछ यता कलर यत्रो ठुलै कस्तो पसाएको मासुले उठेर नपाजन जुरुक्क उठिरहेको कस्तो डराइदिरहेको नि टाढो सजाने ओ सुसु गर्छ म त देख्ने रिसाउँदो रहेछ किला निकालेर आयो भने मलाई बर्बाद पार्छ हामी सानो हुने बेलामा यतानिर पिन झुन्डाहरू खेल्थ्यो कत्रो लामो लाग्थ्यो यो पनि अहिले त सानो लाग्नु थाल्यो यार ठुलो भएर पहिले त यो पनि कत्रो लामो लाग्थ्यो ऊ परसम्म थियो जस्तो लाग्थ्यो अहिले त सानो लाग्नु थालिसक्यो हाम्रो ओरिजिनल भन्दा नि हजुरबामा तलबाट माथि आउने बेला चाहिँ यहाँ घर बनाउनु भएको थियो खास गरी यहाँनिर साडी यो मासतिर जस्ता जस्तो थिएन यस्तो खरको थियो यस्तो खालको ऊ त्यो माथिको छत जस्तै थियो खरले बनाएको तर त्यसपछि जस्ताले बनाएको थियो अनि पछि फेरि हजुरआमा बितेपछि यस्तो बनाएँ अनि जब हाम्रो हजुरबा बित्नुभयो त्यसपछि यहाँ कोही पनि बस्नुहुँदैन मूल घर चाहिँ यही थियो त्यही नि मामाहरूले यहाँको भित्र तलतिर किचन चाहिँ चलाउनुहुन्छ मासतिर चामलहरू राख्नुहुन्छ फेरि टोइलेट चाहिँ त्यही चलाएको रहेछ बाहिर न जाडो यार बाहिर त यहाँतिर गुराँस पाउँथ्यो भने थियो आगो लागेर सब जल्यो भने अनि म आज उता जानुपर्छ उता 3-4वटा डाँडा पारेँ मलाई हिजोले भात हालिदिनु गएर यहाँ मान्छेलाई यहाँ पेट दुखेर आइरहन्छ पेट दुखेर भन्दा नि आफूले गुलुलुलुलु गर्छ बेला बेलामा म टोइलेट जानुपर्छ को ह्यान्डसम छ यहाँनिर अलिक ह्यान्डसम देखाउने मान्छे मात्रै यहाँ क्यामेरामा देखाउँछ है ह्यान्डसम ह्यान्डसम हान्छ आमा आज त नचिने जस्तै गरिरहेको छ उ त नचिनेको जस्तो गरेको उठ 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 हिरो है तिमी हिरो कि ऊ हिरो को ह्यान्डसम ऊ ह्यान्डसम कि तिमी ह्यान्डसम तिमी ह्यान्डसम हो ऊ ह्यान्डसम त्यसो भए ऊ धेरै ह्यान्डसम है तिमी ह्यान्डसम छैन भने ऊ धेरै ह्यान्डसम गुची 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 गुची
ओइ नगर 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 ओइ ठुलै ठुलै हे गरिदेऊ न शङ्कर हो शङ्कर भन न ट्याङ्कर र ल म गएको है बाई बाई ल ल बाई बाई